यो हो रामपुर 1 मा अवस्थित बर्दकोट गाउँ। यही बर्दकोटमा जन्मिएका एक व्यक्ति हुन् एम खाम्चा मगर। उनी शारीरिक रूपमा अपाङ्ग भए तापनि तर उनी मानसिक रूपमा निकै अब्बल छन्। एम खाम्चालाई शरीरले धेरै कुरा गर्न रोके तापनि उनको साहसले गर्दा आखिर उनी सबै कुरा गर्न सक्ने भएका छन्। आज उनी खुट्टाले नै लेख्छन् र खुट्टाकै सहायताले कम्प्युटर चलाउँछन् र खुट्टाकै सहायताले खाना पनि खान्छन्। कल्पनाका बादशाह एम खाम्चा उनले खाली समयमा खुट्टाकै सहायताबाट कविता, गजल र कथाहरू पनि लेख्छन्। मनबहादुर खाम्चा र माया खाम्चाको माइलो छोरा एम खाम्चा आज 25 वर्षको भए। उनी प्रावि तहको कक्षा आफ्नै बर्दकोट गाउँ बाल ज्योति प्राविमा अध्ययन गरे भने एसी श्री बालहित माविबाट गरे। अहिले हुम्सेकोट नवलपुरमा लोकसेवा माध्यमिकबाट कक्षा 12 दिएर बसेका एम खाम्चा खाली समयमा अध्ययनहरू गरेर बिताउँछन्। शारीरिक पीडाको झाँतोले कहिल्यै थिच्न सकेन। उनी सधैँ गतिमान नै भइरहेका छन्। कुपोषणको कारणले अपाङ्ग भएका खेम सङ्कटको काँडे तारले कहिल्यै उनलाई हेर्न सकेन। उनको मनमा सधैँ केही गर्न सक्छु भन्ने भावना जुर्मलाइरहेको छ र सल्बलाइरहेको छ। उनी खाली समयमा किताब पढ्ने, कम्प्युटर चलाउने र साहित्यिक सिर्जना गर्ने गर्छन्। भविष्यमा उनी लोकसेवा जागिर खान चाहन्छन्। उनी अहिले अनलाइनबाट लोकसेवा कक्षाहरू लिइरहेका छन्। उनको पूर्व शिक्षकले उनको बारेमा यसो भन्नुहुन्छ। सानैदेखि जुट गर्न नसक्ने, लगभग घसेरै हुनुहुन्थ्यो। तर उहाँको बोल्ने, जुट गर्ने हातको कुनै नभए पनि उहाँको स्मरण शक्ति धेरै राम्रो भएको कारणले उहाँले हरेक कुरामा राम्रो प्रतिक्रिया जनाउनुहुन्थ्यो। हामीलाई लेखेर जे कुरा भन्दा पनि लेखेर प्रतिक्रिया दिनुहुन्थ्यो। अनि मैले पनि तिमीले हरेक कुरा गर्न सक्छौ यार्नु भन्थे। त्यसै गरी तिमी अलिकति हिँड्न नि प्र्याक्टिस गर्यौ भने, अभ्यास गर्दै गए तिमी सक्छौ भनेपछि बिस्तारै बिस्तारै अहिले लगभग 2टा खुट्टाले उभिएर सामान्य रूपमा राम्रो ठाउँमा चाहिँ हिँड्न सक्ने अवस्था पुग्नु भएको छ। कक्षा 1 देखि नै मैले पढाएको थिएँ। अनि 5 कक्षासम्म पढ्दा पनि राम्रो विद्यार्थी हुन्थ्यो। त्यसपछि 5 कक्षा पास भइसकेपछि माथि बाधित मार्गी मिस्त्री त्यहाँबाट राम्रैसँग